एभ्रीवन हेलो मेरो भ्लगमा हैन लाइक सबैजनालाई ह्यापी दसैँ। हामी चाहिँ पिङ खेल्न जाँदैछौँ। कति घन्टाको बाटो रे? अब 1 घन्टा आउँदा 1 घन्टा जाँदा 2 घन्टाको बाटो हैन आउनु जान्छ। अनि यो चाहिँ भाइरल पुल। यो पुलमा घुम्न चाहिँ आउनु पर्छ है साथीहरु। अनि यो चाहिँ मेरो गाउँ देखे छैन है गाइस। गाउँ नदेखे के भयो त? मलाई देख्नु खाली हेरेर त यो मेरो के भन्छ रे यसलाई, मेरो भदिनी हो एकदम सबैको ठुलो भदिनी। यो दुईजनामा कुन मन पर्छ ल भन्नु। मेरो साथी म तपाईहरुलाई 1 लाइक दिन्छु। ल हुन्छ। अनि हाम्रो साथमा चाहिँ फेरि यो जोनी पनि आयो। जोनी हातले जोनी हातले हात नदिने रे। सबैजना लगभग के अरे पिङ खेल्न कतिजनामा आखौँ रे? 10-11 जना। 11 जना। हजुरहरूले दसैँ कस्तो मनाउनु भयो? हामी चाहिँ यस्तै बनायौँ नि दसैँ लगाएर। अनि पिङ खेल्न चाहिँ पिङ त अस्ति नै खेल्नु पर्यो हैन। हामी पिङ खेल्न खेल्ने भनेर यस्तो गर्छौँ। हामीले यहाँ सिटालो खाऊ उता त कस्तो गर्छौँ हामी सेतालिया खेल्छ खेप्कालो भयो। पिङ खेल्न चाहिँ अस्ति नै आउनु पर्ने हो। हामी अलि टाढा भएर इन्जोयको लागि खेल्दा कता गयो गाइसहरू? उतै हरायो क्या। यत्रो बगल छ क्या गाई चाहिँ। यत्रो धेरैमा बिचमा भइसक्यो आइछ गाई क्या भइसक्यो। गाईले फेरि उचालेर फाल्देला तिमीहरू। आउँछ दसैँ आउन तपाईँले नि, यस्तो मजाक भएको थिएन कहिले नि। उठ बसा गर्दियो नाच्दिए। छिटो पिङ त खाली नै छ। सबै क्या हेर्नु यस्तो थाप्लो दानालाई यस्तो। ऊ चाहिँ मेरो भाबी। सबैजनाले मेरो भाबीलाई लाइक गरिदिनु के? लाइक डबल डबल ट्रिपल रेनबो टावर त्यहाँ छ गाइस। सबैजनाले माछा खान आउनु होला। भएन नभए पिङ खेल्ने चाहिँ त्यहाँ हो। छिटाउन गाइसहरू सबै छुट्टा छुट्टै छ कि एउटा ग्रुप हिँड न। पिङको यस्तो प्यारो लाग्ने होइन साथीहरू। कहाँ कहाँबाट पिङ खेल्न आउनु पर्ने। हाम्रो गाउँमा नबनाएर तपाईँहरू बनाउन आएर आगुम चाहिँ गाई हामीले नै बनाउँछौँ क्या पिङ। के कसो हो भाबीजी? ल मलाई होइन उता मसँग रिसाउनु भयो क्या, त्यही भएर। यो है पिङ खेल्ने चाहिँ गाई। सबैजनाले फलो गरिदिनु ल। सबैलाई ह्यापी दसैँ। लामो रहेछ कि पिके।